सबै त देखाउनु होइन। मासु माटो मुस्ने ठिक छ। हेर्ने गाह्रो पनि अरे। मामा कति सालको एक्सपिरियन्स छ? अब यो कराई चाहिँ ठ्याक्कसँगले यसलाई यता फर्काएर राख्ने, यसरी नराख्ने, यसरी राख्नु ठोकिन्छ, यसरी राख्ने ठ्याक्कसँगले। यहाँ मुनि एउटा जला जान्छ, त्यो भाँडो पनि ल्याउँछ, भाँडो पनि बसाएर टक्क भाँडो बसेपछि त्यसो गर्दा दुईपट्टि छोकिएन पनि यहाँ टक्कसँगले गर्ने। यसलाई अझै मिलाउनु बाँकी छ। गोबर माटोले लिपेर चटक्कसँगले सिधा पारेपछि राम्रो चटक्क देखिन्छ। यहाँ ओरसम्म टक्कसँगले माटो हालिदिने। यो सिमेन्टेड भएकोले गर्दा यो नफुटोस् भन्नको लागि चाहिँ यो माटो टक्कसँगले यहाँ ओरा सिधा पारेर यतिजना बिछाइदिएपछि यो पनि फुटेन, चुलो पनि राम्रो भयो। त्यति गरेपछि यो चाहिँ अहिलेको नयाँ घरको नयाँ चुलो भएकोले गर्दाखेरि पूर्व दिशा फर्केर पकाउनु भन्ने एउटा वास्तुमा भनेको कारणले गर्दाखेरि पूर्व हामी फर्केर मान्छे चाहिँ पूर्व फर्केर चाहिँ पकाउने भएकोले गर्दाखेरि चुला यसरी बनाएको हो। ठिकै छ, खासै उ त होइन, एउटा नयाँ तरिकाको, नयाँ त के भन्नु, एउटा अहिलेको आजको हाम्रो सानो प्रयास हो यसलाई। यसलाई अन्यथा नसोचिदिनु होला।